सम्पूर्णमा नमस्ते अनि स्वागत छ सम्पूर्ण मेरा फेसबुक मित्रहरूमा। आज नयाँ र फरक शैलीमा आएको छु म। अरू बेला रमाइला तपाईँहरूसँग गीत सङ्गीत मुक्तकहरू लिएर आउँछु। आज विशेष गरी नेपालमा बजेट निर्माण प्रक्रिया, बजेट तर्जुमा प्रक्रियाका सन्दर्भमा भन्दैछु। खास गरी सङ्घीयतापछि स्थानीय तहहरूमा बजेट निर्माणको ट्रेन्ड के छ, बजेट निर्माण कसरी गरिन्छ, बजेट निर्माणका प्रोसेसहरू फ्लप कसरी गरिएको छ कि छैन, स्थानीय तहहरूका सन्दर्भमा छ। सङ्घीय सरकारले प्रत्येक वर्षको जेठ 15 गते आफ्नो आय व्ययसहितको बजेट प्रस्तुत गर्छ भने प्रदेश सरकारहरूले असार 1 गते अर्थात् भोलि चाहिँ प्रस्तुत गर्दैछन्। त्यसपछि स्थानीय तहहरूले सङ्घ प्रदेशबाट आएका विभिन्न अनुदानहरूको अनुमान गरेर एउटा बजेटको निर्माण गर्छ। बजेट खास गरी नागरिकको हित, कल्याण र समृद्धिका लागि खर्च गर्ने गरिन्छ र विकास निर्माण, स्वास्थ्य, शिक्षा, रोजगार, यातायात, विद्युत र खानेपानी लगायतका क्षेत्रमा वितरण गर्ने गरिन्छ। म यस्तै विषयवस्तुमा तपाईँहरूलाई बजेटको ट्रेन्ड के छ नेपालको सन्दर्भमा भनेर मैले आफ्नो व्यक्तिगत बुझाइलाई यहाँ प्रस्तुत गर्न खोजिरहेको छु। कसैलाई यो व्यक्ति अथवा कोही संस्थाप्रति, कोही व्यक्तिगत विषयवस्तुप्रति नभएर खास गरेर मैले बुझेको बजेट निर्माण प्रक्रियाको सन्दर्भमा म एउटा विद्यार्थी पनि भएको हुनाले विद्यार्थीको हैसियतले यसलाई यसरी प्रश्न पार्न सकिन्छ कि भन्ने एउटा मैले उद्देश्य लिएको छु। त्यसो भएको हुनाले यहाँहरू त्यसरी नै बुझ्नुहुनेछ भन्ने अपेक्षा गरेको छु। खास गरी नेपालमा बजेट प्रक्रिया 3 तहमा छ। बजेट निर्माण प्रक्रियामा सङ्घीय सरकारले आफ्नो बजेट निर्माण प्रक्रिया अथवा बजेट तर्जुमा गरेर जेठ 15 गते आय व्यय सहित प्रस्तुत गर्दछ, जसमा सरकारका अर्थमन्त्रीले आन्तरिक आय स्रोत, वैदेशिक ऋण, पुँजीगत वित्तीय व्यवस्था लगायतका विभिन्न किसिमका स्रोतहरूको व्यवस्थापन गर्ने गरी बजेट भाषण गर्छ। भनेपछि प्रदेशमा पनि सेम त्यस्तै हुन्छ र यो स्थानीय तहको अलिकति फरक प्रकृतिको छ। खास त्यसको एउटा बाटो त त्यही नै हो, तर पनि स्थानीय तहको बजेट निर्माण प्रक्रियालाई अलि भिन्न तरिकाले बुझ्न सकिन्छ। बजेट प्रत्येक स्थानीय तहले यसरी ल्याउनुपर्छ भन्ने छ र स्थानीय तहमा बजेट निर्माणका आधारहरू केही छन्, जस्तो धारा 56 मा राज्यको संरचना